सम्पूर्णमा नमस्कार। हामी अहिले रूपैडिया भन्सारको नजिकै छौं। रेलवे स्टेसनमा छौं अहिले हामी। यो रेलवे स्टेसन बनिरहेको छ। अहिले चाहिँ यो सानो स्टेसन थियो। यो नेपालगञ्ज रोड लेखेको छ। यहाँ हेर्न सक्नुहुन्छ नेपालगञ्ज रोड। नेपालगञ्जकै रोड भनेर बनाएको चाहिँ रेल स्टेसन हो। यो अलि विस्तृत रूपमा भइरहेछ। यता माथिबाट देख्न सक्नुहुन्छ। माथिबाट हिँड्नका लागि पनि यो यसरी बनाइसकेको छ। टिकट काट्नको लागि यो पुरा घर हेर्न सक्नुहुन्छ। यो घर यसरी तयार भइरहेको छ। यता निर्माण भइरहेको छ। यता अर्को पनि त्यहाँ चाहिँ स्टेसन, यता रेलहरूको लागि चाहिँ स्टेसन भइरहेछ। यहाँ असाध्यै तरिकाले चाहिँ काम भइरहेछ। छिटो द्रुत गतिमा काम भइरहेको हामीले देख्यौँ। यहाँ चाहिँ पहिला साना साना स्टेसनहरूमा जानका लागि हुन्थ्यो भने अहिले मुम्बई, दिल्ली, कलकत्ता, हाउडा, इन्डियाका जुनसुकै ठाउँमा पनि जानको लागि, जुनसुकै ठाउँमा पनि सामान ढुवानी गर्नको लागि यो बनिरहेको भन्ने कुरा बुझ्यो। यो हेर्न सक्नुहुन्छ तपाईहरु। रेलको लिकहरू बनिरहेको छ। यसरी यसरी बनिरहेको छ। नेपालगञ्ज रोड साथीहरु, नेपालगञ्जमा यसरी रेल आउँदैछ। रोड भनेर ब्यानर बोर्डै यस्तो टाँगिएको छ। नेपाल रूपैडियामा पनि नेपालगञ्ज रोड हो यो। किधर से जाएंगे? कहाँ पर गए हो? नेपाल। नेपालगंज? बस पार्क। नेपालगंज बस पार्क और बंसार। बस अभी नेपाल कहाँ से जाएगा रास्ता बताओ? ऐसे जाइए फिर इधर ये रोड मिलेगी। सीधे सीधे चलिए, अभी बॉर्डर आएगा। अच्छा, नेपाल अच्छा लगता है कि नहीं लगता है आपको? नेपाल के लोग कैसे लगते हैं? नेपाल के लोग अच्छे लगते हैं कि नहीं? अच्छे लगते हैं। अच्छे लगते हैं। ठीक है ठीक है दोस्त, फिर मिलेंगे। बाय बाय। चलो। यसरी निर्माण भइरहेको छ यहाँनिर पार्कको लागि।